पहिला सन्तानको सहारा राखेको थियो नि नपाइरहँदाखेरि बाबामाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामुढामाथि कहिलेकाहीँ के लाग्छ भने अब त म सहारा बिना बाँच्नु त सक्ने भइसकेँ बाहिरी रूपले चाहिँ है। आन्तरिक रूपमा चाहिँ मेरो मनमा चाहिँ के लाग्छ भने आखिर भगवान् मैले गरेँ चाहिँ के त, यतिसम्म सबै कुराको सहारा बिन हुन, न श्रीमानको माया न बच्चाको माया भनेपछि मैले गर्ने गल्ती चाहिँ के त, दुःख गरे बापतको परिणाम हो भगवान् भन्छु। यति मात्रै हो, अरू केही पनि मान्दिनँ। कन्ट्रोभर्सीको जुन टाइम थियो नि त्यो बेला चाहिँ अवस्था एकदम गाह्रो भएको थियो अरे, जस मेन्टली टर्चर दुवैजनालाई एकदमै भएको थियो अरे होइन। आत्महत्याको बाटो पनि रोज्न सक्ने अवस्था पुगिसकेको थियो अरे भन्ने सुनेको थिएँ। गलत छु अथवा राइट छु? त्यो चाहिँ मैले चाहिँ रोजेकै हो, रोजेर स्टिल मसँग पनि सुसाइड नोट यत्तिकै छ। किनभने गल्ती मेरो होस् या अरूको होस्, तर मेरो छोरालाई केही पनि नभनिदिनु होला भनेर मैले लेखेको थिएँ होइन। त्यो कन्ट्रोभर्सी आएर मैले रिप्लाई गरिसकेपछि ऊ कुरा, अनि त्यसपछि मलाई लाग्यो होइन यत्रो कन्ट्रोभर्सी आयो, मर्नुपर्ने बेलामा 16 वर्ष उमेरमा सिङ्गल हुँदाखेरि मरिन भनेपछि अहिले मर्दा त यो बदनामी भइरहेको बेला मर्दा त गलत रहेछ, मरि चाहिँ मैमाथि आउने हो नि त होइन, म बाँच्नुपर्छ भनेर चाहिँ म बाँच्न चाहिँ बाँचेँ। अनि बाबुकोतिर पनि भयो होला, नभयो भन्न सकिँदैन नि त। आमामाथि यत्रो के भनेको थिएँ, के मान्छेले त्यसको उलाइदियो नि त, उल्टो अर्थ लगाइदिएको नि त। कतिपय कुरा त भन्न खोजेको एउटा भएर अर्को पनि त भएको हुनसक्छ नि त। त्यो कुरालाई चाहिँ ला मैले पनि केही नराम्रो बोलेँ कि भनेर, बच्चा हो नि त, आमा हो नि त, जस्तो सुकै भए पनि मनमा त भयो होला नि त। त्यही भएर त उताप चढाव भएर नै सबै फ्यामिली बसेर के गर्ने कसो गर्ने भनेर अनि त्यसपछि मैले भिडियो राखेको त हो नि। धेरै